नमस्कार अनि स्वागत छ विशेष कन्सल्टेसन नामक च्यानलमा यहाँहरूलाई हामी लिएर आएका छौँ यहाँहरूको लागि मार्केटिङ र सेल्स साइकोलोजीको कन्सेप्ट लिएर आएका छौँ आज हामी र हामी आज हेर्दैछौँ मार्केटिङ कहाँबाट सुरु भएको थियो भन्दाखेरि मार्केटिङको सुरुवात भनेको चाहिँ सुरुमा चाहिँ ट्रेड हुन्थ्यो है। जब मानव सभ्यताको विकास हुँदै गयो तब चाहिँ ट्रेड मात्र हुन्थ्यो। ट्रेड हुँदाखेरि चाहिँ आफूसँग भएको सामान दिने र आफूलाई चाहिएको सामान लिने मतलब सट्टापट्टाको कारोबार हुन्थ्यो। त्यसलाई पनि मार्केटिङको रूपमा एकचोटि हेरिने गरिन्छ होइन। र त्यस पछाडि विकसित हुँदै गएर चाहिँ के हुन थाल्यो भने मार्केटिङको कन्सेप्ट जब प्रथम विश्वयुद्ध भयो त्यतिखेर जर्मनीबाट सुरु भएको मार्केटिङ। जतिखेर विश्वयुद्धको बेलामा संसारलाई ट्याङ्क चाहिएको थियो, ट्याङ्क चाहिएको जमानादेखि लिएर जर्मनीले ट्याङ्क उत्पादन गर्थ्यो र विभिन्न देशहरूलाई बेच्ने गर्थ्यो। त्यहाँबाट मार्केटिङको चाहिँ असली सुरुवात भएको जुन चाहिँ बजारशास्त्रको अवधारणाको बेसको रूपमा लिइन्छ है। मार्केटिङ कन्सेप्टको बेस रूपमा लिइन्छ। त्यो सट्टापट्टा जुन लिने आफूसँग भएको सामान दिने र उसँग भएको सामान लिनेलाई चाहिँ सट्टेबाजीको काम भनिन्छ। त्यसलाई पनि एउटा सुरुवातमा मार्केटिङकै रूपमा लिइन्थ्यो र सुरुवात भनेको ट्रेडिसनल मार्केटिङ कन्सेप्ट भनेर आउँछ है। ट्रेडिसनल मार्केटिङ कन्सेप्टमा के गरिन्थ्यो भन्दाखेरि फ्लायरहरू बाँडिन्थ्यो है। जस्तो पर्चाहरू बनायो, पर्चा बनाएर बाटोमा फाल्ने, मान्छेलाई दिने, बाँड्ने गरिन्थ्यो। न्युजपेपरमा चाहिँ पब्लिस गर्ने आफ्नो प्रडक्टको बारेमा है। अनि बिलबोर्ड्सहरू भनेको होर्डिङ बोर्ड्सहरू, त्यस्तो बोर्डहरू लगाउने। अनि टिभी र रेडियोको एड्सहरू होइन, टिभी रेडियोमा दिने। अनि प्रिन्ट मिडियाहरू भनेको छापेर मान्छेलाई बाँड्ने है। अनि त्यस पछाडि भनेको स्पोन्सरसिप भनेको चाहिँ कुनै एउटा मतलब मार्केटमा ख्यातिप्राप्त व्यक्तिलाई चाहिँ आफ्नो प्रडक्टको बारेमा चाहिँ अरूलाई भनिदिन लगाउने। त्यो हिसाबले ट्रेडिसनल मार्केटिङ कन्सेप्टको सुरुवात भएको थियो। तर यसको कन्सेप्ट भनेको मेन कन्सेप्ट यसको के थियो भने वी सेल वाट वी मेक भनेको म जे बनाउँछु म मार्केटमा त्यही बेच्छु भनेपछि के भयो त कन्ज्युमरलाई उनीहरूलाई अप्सन भएन। सेलरले जे प्रड्युस गर्यो त्यही नै बेच्नुपर्ने अनि कन्ज्युमरले पनि त्यही किन्नुपर्ने, यो भनेको बाध्यता थियो। यो ट्रेडिसनल मार्केटिङ कन्सेप्ट हो है। त्यस पछाडि भनेको उयो विकसित भएर पछिल्लो समयमा आयो होलिस्टिक मार्केटिङ कन्सेप्ट भनेर आयो। होलिस्टिक भनेको चाहिँ समष्टिगत बजारशास्त्रको अवधारणा भन्छ है यसलाई। समष्टिगत बजारशास्त्रको अवधारणा यानि कि होलिस्टिक भनेपछि के भयो भने यसले चाहिँ इन्टिग्रेटेड मार्केटिङ कन्सेप्टलाई चाहिँ यसले कभर गर्छ क्या। इन्टिग्रेटेड भनेको चाहिँ जस्तो अब एउटा प्रड्युसर भयो, प्रड्युसरले चाहिँ प्रड्युस गर्यो, त्यहाँबाट चाहिँ मेन पावरहरूलाई अरायो, त्यस पछाडि आयो इन्टरनल मार्केटिङ भनेको भित्री आफ्नो कम्पनीमा उत्पादन हुने त्यहाँ भित्रबाट मार्केटिङ भयो। रिलेसनसिप मार्केटिङ भन्ने भयो भनेको सम्बन्ध बनाउने। यो त अब हामीले चाहिँ जे बनायो त्यही बेचेर त नहुने रहेछ। अब जसले किन्छ, जसले चाहिँ पर्चेस गर्छ भने उसले चाहेको चिज चाहिँ हामीले दिन सक्नुपर्छ भन्ने कन्सेप्ट चाहिँ पछि विकसित हुँदै आयो है पछिल्लो समयमा। त्यस कारणले चाहिँ इन्टिग्रेटेड मार्केटिङ। अनि अर्को भनेको रिलेसनसिप मार्केटिङ। यो रिलेसनसिप मार्केटिङ भनेको के हो भने चाहिँ अब कस्टमरसँग चाहिँ रिलेसन बनाउनु पर्ने रहेछ। अब मेरो प्रोडक्ट नभए बजारमा कम्पिटिटरहरू पनि आउँदै गए होइन। कम्पिटिटर आए पछाडि त अब एउटा मात्रै प्रड्युसर हुँदाखेरि त वी सेल वाट वी मेक थियो, एउटा मात्रै प्रोडक्ट उसले बनाउँथ्यो, अरू कुनै कम्पिटिटर मार्केटमा थिएनन्। त्यो भएपछि उसले चाहिँ बजारमा मोनोपोली भयो। मोनोपोली भएपछि कम्पिटिटरहरू पनि थपिँदै गयो। थपिँदै गइसके पछाडि चाहिँ के हो भने त्यस पछाडि अरू कम्पिटिटर थपिए पछाडि चाहिँ उनीहरूले आफ्नो माइन्डसेटलाई चेन्ज गरे। मार्केटिङ भनेको माइन्डसेट हो है। सेल्स भनेको पनि माइन्डसेट हो, मार्केटिङ भनेको पनि माइन्डसेट हो। माइन्डसेटबाटै सबै चल्ने हो। त्यस पछाडि अर्को आउँछ तपाईँको सोसियल मार्केटिङ है। सोसियल मार्केटिङ अन्तर्गत के पर्छ भने आफ्नो वरिपरिको इन्भाइरोमेन्टको सोसियल जुन पिपुलहरू हुन्छन् उनीहरूलाई के चाहिरहेछ उनीहरूलाई चाहिँ असर नपर्ने गरी है। मेन कुरा भनेको चाहिँ कस्तो आयो भने होलिस्टिकमा चाहिँ उनीहरूलाई असर नपर्ने गरी आफ्नो सोसियल उयसमा इन्भाइरोमेन्टलाई असर नपर्ने गरिकन चाहिँ मार्केटिङ गर्नुपर्ने रहेछ, हामीले बेच्नुपर्ने रहेछ भनेर त्यो कन्सेप्ट आयो। त्यस पछाडि
यसलाई चाहिँ अब तपाईँको त्यस पछाडि आयो 4Ps मार्केटिङको चाहिँ तपाईँको फन्डामेन्टल अफ मार्केटिङ 4Ps भनेर आयो है। यो पछिल्लो योभन्दा पनि पछिल्लो अपग्रेडेड भर्जनमा मार्केटिङ मिक्स भनेर 4Ps अफ मार्केटिङ भनेर आयो। 4Ps अफ मार्केटिङ भनेको तपाईँको के भने पहिलो त प्रोडक्ट, त्यस पछाडि प्राइस, त्यस पछाडि प्लेस र त्यस पछाडि प्रमोसन। यो चाहिँ भनेको एकदम साइन्टिफिक तरिकाले चाहिँ यो जुन मार्केटिङको जुन दिग्गजहरू हुन्छन् उहाँहरूले बनाएको हो होइन। तर यसमा पनि कमी छ, त्यो म बताउने नै छु। जस्तो प्रोडक्ट आयो, प्रोडक्ट भनेको के हुनु पर्यो भने जुन सामान हामी बेच्दैछौँ त्यो प्रोडक्ट चाहिँ क्वालिटेटिभ हुनु पर्यो है। कसैको लागि युज गर्नलाई उसलाई बेनिफिसियल हुनु पर्यो। जस्तो मानिलिउँ हामी कन्स्ट्रक्सन लाइनमा छौँ भने हामीले कुनै प्रोडक्ट दिन्छौँ भने त्यो प्रोडक्ट उसलाई बेनिफिसियल हुनु पर्यो, उसको लङ लाइफसम्म चल्ने हुनु पर्यो, ड्युरेबिलिटी त्यसमा हुनु पर्यो। अनि त्यसपछि प्राइस आयो। प्राइस चाहिँ कम्पिटेटिभ मार्केटमा सेम क्वालिटीको प्रोडक्टको प्राइस चाहिँ हाम्रोभन्दा कम छ भने हाम्रो सामान बिक्री हुँदैन। त्यस कारणले प्राइस पनि कम्पिटेटिभ हुनु पर्यो मार्केटमा भनेर यो प्राइस आयो। त्यस पछाडि प्लेस, हिमालमा चल्ने कुरा तराईमा बनाउँछौँ, तराईमा बनाएर हामी तराईमै बेच्छौँ भनेर चल्दैन। जस्तो हिमालमा चाहिँ मोटो मोटो ज्याकेट चल्छ, यो तराईमा चाहिँ गर्मी ठाउँमा चाहिँ अनि मोटो ज्याकेट बेच्छु भनेर हुँदैन नि त होइन। त्यस कारणले चाहिँ यहाँ प्रोडक्सन गरे पनि त्यसको प्लेसमेन्ट चाहिँ हुनु पर्यो हिमाल। क्या मार्केटिङ त्यसरी हुन्छ क्या, त्यो चाहिँ पहाड हिमालतिर त्यो सप्लाई हुनु पर्यो, त्यो प्लेस हुनु पर्यो। र प्रमोसन भनेको अर्को मेन कुरा भनेको प्रमोसन के आयो भने हामीसँग यो प्रोडक्ट छ, यो प्राइस रेन्जमा छ र यो क्वालिटीको छ भनेर चाहिँ मान्छेलाई थाहा हुनु पर्यो। जस्तो मैले यहाँ कुनै प्रोडक्ट बनाउँदैछु भने यो मेरो वरिपरि मैले चिनेको जानेको मान्छेले मात्रै थाहा भएर भएन होइन। मलाई मार्केट एक्सपान्ड गर्नु छ, मलाई धेरैतिर चिनजान गराउनु छ। जस्तो मानिलिउँ मेरो कन्स्ट्रक्सन कम्पनी छ, श्रीनवी हाउसिङ एन्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेड छ भने यो प्रोडक्ट म चाहिँ यस्तो यस्तो काम गर्छु है भनेर त्यो त मार्केटमा थाहा हुनु पर्यो नि त। त्यसको लागि प्रमोसन त चाहियो नि त होइन। अब म यहाँ बस्छु दोकान खोलेर, यो त कुनै एक दिन फलफुल ल्याएर ठेलामा लगेर बेचेको फलफुल होइन होइन। हरेक कुरा त त्यस्तो हुँदैन। सब्जी कुनै एउटा गाउँमा सब्जी थोरै राखेर बोरामा ओछ्याएर सब्जी राखेर सब्जी बेच्छु भने जस्तो पनि हुँदैन। त्यसको लागि चाहिँ प्रमोसन हुनु पर्यो मेन कुरा है। यो भनेको यसले चाहिँ भन्छ 4Ps अफ मार्केटिङ। तर यो पनि अपर्याप्त हो। यस पछाडि आयो तपाईँको 7Ps भनेर पनि आयो, त्यो पनि अपर्याप्त छ। किन म भन्छु है, 7Ps भनेर आयो। 7Psले भन्यो प्रोडक्ट, प्राइस, प्लेस, प्रमोसन त ल्यायो, त्यसमा पिपुल, प्रोसेस र फिजिकल एभिडेन्स भनेर थप्यो है। तीनवटा थप्यो 4Psमा, तीनवटा थप्यो, फिजिकल एभिडेन्स, प्रोसेस र पिपल भनेर थप्यो। पिपल चाहिन्छ ठिक छ, प्रोसेस पनि चाहिन्छ, बेच्ने जुन हाम्रो बिक्री गर्ने प्रक्रिया हुन्छ त्यो पनि प्रोसेस पनि चाहिन्छ। र फिजिकल एभिडेन्स भनेको हामीले चाहिँ मार्केटमा जस्तो एउटा कुनै गाडी कुदिरहेछ मार्केटमा, कसैले हामीले देख्यौँ भने त्यो गाडी चाहिँ यो त गाडी कुदिरहेको छ मार्केटमा, यो त राम्रै होला, कसैले किनेको छ भनेपछि पक्कै पनि राम्रो होला, उसले इन्भेस्ट गरेको छ भनेर फिजिकल एभिडेन्स दिएको नि त होइन। त्यो हो फिजिकल एभिडेन्स। तर त्यसले मात्रै हुँदैन क्या, यसमा मैले थपेको कुरा के छ भने 4Psमै जान्छु। फेरि म 4Psमै जान्छु र म भन्छु यो 4Ps भनेको छ नि 7Psमा पनि आएन। तर यो 4Ps नै काफी थियो क्या। 4P प्रोडक्ट, प्राइस, प्लेस, प्रमोसन भयो होइन। एस, यो एस कसैले पनि ल्याएन क्या अहिलेसम्म। यो एस भनेको सर्भिस, आफ्टर सेल्स सर्भिस। कुनै पनि लाइनमा तपाईँ जानुहोस् होइन, तपाईँ कन्स्ट्रक्सन लाइनको होस्, तपाईँ अटोमोबाइल लाइनको होस् होइन, हस्पिटालिटी लाइनको होस् होइन। अहिले हस्पिटलको पनि चाहिँ तपाईँको विज्ञापन भइरहेको हुन्छ। तपाईँको बिरामी ठिक भएर गएर पनि आफ्टर गइसकेर पनि कल आउँछ, तपाईँलाई कस्तो छ, तपाईँ आउनुहोस्, फलोअपमा आउनुहोस्, भेट्नुहोस् भनेर भनिरहेको हुन्छन्। यो 4Ps भनेर चाहिँ लेखेको छ, तर यो 4P मात्रै हो, यो एसलाई जसले पनि नेग्लेक्ट गरेको छ क्या। तर सबैभन्दा अहिलेको टाइममा 2026मा सबैभन्दा इम्पोर्टेन्स भनेको यो एसको छ, भनेको सर्भिस, मतलब आफ्टर सेल्स सर्भिस। हामी जति पनि काम गर्छौँ, मानिलिउँ तपाईँ कन्स्ट्रक्सनमा काम गर्नुहुन्छ होइन, कन्स्ट्रक्सनमा मानिलिउँ फस्यो, घर बनाउनु भयो, तपाईँले घर बनाइदिइसकेको मतलब घर बनाइदिनु भयो, त्यहाँबाट तपाईँले वास्तै गर्नु भएन, त्यसपछि मेन्टेनेन्सै दिनु भएन, वारेन्टी नै दिनु भएन,
त्यस पछाडि तपाईँको रिपेयर नै दिनु भएन भने उसले मार्केटमा के भन्छ गएर भने यो कम्पनीले बनाएको घर त खै वास्तै गर्दैन, बनायो मेरो यहाँ अलिकति लिकेज भयो, मेरो यो ड्याम भयो, के भयो भन्छ, मार्केटमा तपाईँको गुडविल त खतम भयो। भने तपाईँले आफ्टर सेल्स सर्भिस सबभन्दा 4P भन्दा पनि इम्पोर्टेन्ट भनेको एस हो, सर्भिस चाहियो क्या। अहिलेको मान्छेलाई सर्भिस चाहिएको छ, मान्छेले सर्भिसमा खुसी हुन्छ। यो भयो तपाईँको फन्डामेन्टल अफ मार्केटिङ, यो भनेको बेसिक कोर हो है। म अहिले आज कन्सेप्ट मात्रै बताउँदैछु र तपाईँको अहिले आएको छ वाट इज सर्भिस मार्केटिङ। सर्भिस मार्केटिङ अहिले यति छ कि तपाईँको चाहिँ वर्ल्ड वाइड सर्भिस मार्केटिङै चाहिँ अहिले अगाडि बढिरहेको छ। मतलब तपाईँ अहिले हेर्नुहोस्, एउटा के तपाईँ के इक्जाम्पल लिनुहुन्छ, तपाईँले किराना पसलमा गएर 1 किलो दाल लिनुभयो, त्यस पछाडि लिएर घरमा गएर खानुभयो, खाइसके पछाडि अब सकियो मेरो काम, त्यस पछाडि उसले मलाई सर्भिस दिएन। अनि त्यसमा पनि किराना पसलमा पनि सर्भिस एकदमै जरुरी छ। अहिले तपाईँको 1 कलको भरमा अर्डर गरेको सामान प्याक गरेर घरसम्म डेलिभरी लान्छन्, त सर्भिस हो कि होइन? सर्भिस हो। होटलमा जानुभयो, एक पिस समोसा खानुभयो जानुभयो, ल ठिक छ, अहिलेको लागि भोक मेटियो। तर त्यहाँ तपाईँलाई राम्रो सर्भिस भएन, मागेको आधी घन्टासम्म तपाईँले चाहिँ अर्डर पाउनु भएन है, तपाईँले राम्रोसँग बिहेभियर त्यहाँबाट पाउनु भएन, सर्भिस भएन भने तपाईँ रिसाउनुहुन्छ, त्यसलाई त्याग गरेर अर्को ठाउँमा जानुहुन्छ। यो ह्युमन बिहेभियर, यो भनेको चाहिँ साइकोलोजी नै हो। त्यस कारणले सर्भिस मार्केटिङ अहिले भनेको एकदमै इम्पोर्टेन्सको कुरा हो। र त्यस पछाडि भनेको मार्केटिङ सर्भिसेसहरू आयो। मार्केटिङ सर्भिसमा के गर्न सकिन्छ त? कस्टमरलाई दिने भनेको तपाईँको कस्टमरलाई कहिले पनि सस्तो चाहिएको हुँदैन। तपाईँ म मार्केटभन्दा सस्तो दिन्छु भनेर तपाईँसँग लिन्छ त्यो जरुरी छैन। कस्टमरले के हेर्छ, तपाईँसँग भरोसा कति गर्न सक्छ, त्यो कुरा तपाईँले बिल्डअप गर्ने हो है। कस्टमरलाई सस्तो कहिले पनि चाहिएको हुँदैन। कसैले 70 लाख भनेको छ तपाईँको एउटा घर बनाउनलाई 1.5 स्टोरीको, अनि तपाईँले ल ठिक छ म 50 लाखमा बनाइदिन्छु भन्नुभयो, त्यो तत्काल बनाउनु भयो। तपाईँलाई उसलाई कस्टमरलाई सस्तो चाहिएको हुँदैन क्या, उसको बजेटमा उसलाई बेस्ट चाहिएको हुन्छ। तपाईँले बजेट कटअप गर्नुहुन्छ, के गर्नुहुन्छ, तपाईँले त्यहाँ मेटेरियलहरू सस्तो युज गर्नुहुन्छ होइन। बजेट कटअप गर्दा त त्यही हुन्छ, र मेटेरियलहरूदेखि लिएर हरेक चिजहरू इक्विपमेन्टहरू तपाईँले सस्तो युज गर्नुहुन्छ। सस्तो युज गरेपछि के हुन्छ, भोलिको दिनमा उसलाई प्रब्लम आइरहन्छ। प्रब्लम आइरहेको भने के हुन्छ, तपाईँको गुडविल खराब हुन्छ। त्यस कारणले कहिले पनि कस्टमरलाई हामी सस्तो छौँ भनेर नभन्नु होला, त्यो भन्ने कामै छैन। कस्टमरलाई के भन्ने हो भने, सर हजुरको लागि प्रिमियम क्वालिटीको लाइफ लङ यति विश्वास गर्नुहोस्, हामीसँग जोडिएपछि तपाईँले आफूलाई लग्जरी फिल गर्नुहुन्छ, आफूलाई प्रिमियम फिल गर्नुहुन्छ भनेर त्यो फिल गराउनतिर लाग्नुपर्ने हुन्छ हामीले। यो कुरा भनेको की पोइन्ट हो। आज त हामी बेसिक मार्केटिङ कन्सेप्ट र चाहिँ यो हाम्रो बेसिक मार्केटिङ कन्सेप्ट र सेल्स साइकोलोजीको एउटा बेसिक नलेज मात्रै बुझ्दैछौँ। र यस्तो हाम्रो यो सेल्स साइकोलोजी र मार्केटिङको एपिसोड सिरिजमा एपिसोड वाइज आउने गर्छ। यो हाम्रो पहिलो चाहिँ कन्सेप्ट मात्रै भयो, पहिलो एपिसोड हो आज है। यो हाम्रो सेल्स साइकोलोजी यो सिरिजमा एपिसोड वाइज आउँदै गर्छ। त्यसको लागि तपाईँहरूले गर्नुपर्ने के हुन्छ भने मात्र पेजलाई फलो गरिदिनु होला, अनि सब्सक्राइब गरिदिनु होला है। त्यस पछाडि बेल आइकनलाई हिट गरिदिनु होला। र म +2 को स्टुडेन्टहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई मार्केटिङ र सेल्सको टिकटक लाइभमा पनि क्लास दिनेछु, र डिप्लोमा गर्नुहुन्छ जति उहाँहरूलाई पनि क्लास दिनेछु, मास्टर्सकोलाई पनि क्लास दिनेछु। त्यसको लागि तपाईँहरूले गर्नुपर्ने भनेको जम्मा पेजलाई फलो गर्ने, च्यानललाई सब्सक्राइब गरिदिने। हाम्रो सिरिजको पहिलो एपिसोड यो कन्सेप्ट मात्रै भयो, त्यस पछाडि भनेको हाम्रो एपिसोड वाइज आउँदै जान्छ भोलिको दिनहरूमा। र हजुरहरूको सपोर्ट खर्च केही पनि लाग्दैन, कुनै सब्सक्रिप्सन चार्ज लाग्दैन। त्यसको लागि सपोर्ट गरिदिनु होला, पेजलाई फलो र च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद। आजको लागि जय नेपाल।